दृश्य पनि कस्तो भएछ है अलिक आफूले आफूलाई कस्तो देख्दो रहेछ यो चाहिँ हाम्रो गाउँको नजारा हो है चाहिँ कहाँ भन्नुहुन्छ भने चाहिँ यो चाहिँ देशबाट हेर्नुहुन्छ हजुरहरू सबैजनाले एकदम हेर्नुहोस् है यस्तो छ हाम्रो गाउँ चाहिँ है अब एकदम पानी पुरा पर्दैछ तपाईँहरूलाई म एकदम देखाउन सकिनँ सबै त है अब म एकदम मजाले देखाउने विचार थियो यहाँको पनि हो तर मैले सकिनँ त्यस्तै छ हो हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो पहिलाको पुरानो घर हो अहिले चाहिँ यसमा मान्छे बस्दैन है यो घर त्यत्तिकै छोडिराखेको छ उही माथि र दाजुको घर हो यो बनाउँदैछ उसले अझै माथि र हेर्नुहोस् यस्तो छ हामी चाहिँ तल अहिले घरमा यहाँ नयाँ घरमा सरेको छौँ हेर्नुहोस् पानी एकदम पुरा पर्दैछ है ऊ तलतिर हेर्नुहोस् हाम्रो यतातिर हाम्रो गाउँतिर गाउँ बस्तीको है नजारा हो यो चाहिँ हेर्नु सक्नुहुन्छ एकदम पानी चाहिँ पुरा पर्दैछ पानीले गर्दा अलिकति क्या मैले तपाईँहरूलाई एकदम राम्रोसँगले लिएर आउनु सकेको छैन र हेर्नुहोस् हाम्रो यो यसो हिँड्ने बाटोघाटो यहाँ हो यस्तो छ यहाँको नजारा चाहिँ यो हाम्रो भोकटेको रुख हो हेर्नु सक्नुहुन्छ हरियाली छ गाउँ बस्तीमा गाउँ बस्तीको चाहिँ यस्तो हुन्छ हजुरहरूले हेर्नु सक्नुहुन्छ र सहर बजारमा त अब यस्तो हरियाली देख्नु पाइँदैन जता हेरे बिल्डिङै बिल्डिङ घरै मात्रै है ठुल्ठुलो महलहरू सिटीहरू ठुल्ठुलो सिटी गाडी घोडा कुदेको मात्रै देखिन्छ अनि हाम्रो बस्तीमा आइसकेपछि चाहिँ यस्तो अब हरियाली रुखले अब रुखपातले हेर्नु पौलो फेरेको है नयाँ नयाँ रूप लिँदै गरेको पौलिँदै गरेको सबै थोक हेर्नु पाइन्छ यस्तो खालको दृश्यहरू हेर्नु पाइन्छ है हेर्नुहोस् यस्तो छ यहाँको हाम्रो नजारा चाहिँ हाम्रो गाउँ बस्तीको गाउँघरमा आएपछि धेरै के आनन्द पनि आउँछ गाई बाख्रा पालेको गाईको मलको यो गन्ध आइराखेको यस्तो सबै थोक पाइन्छ बजारमा यो चिजहरू पाइँदैन मकैहरू पनि छरेको छ है अहिले त भएको छैन भर्खर छरेको तपाईँहरूलाई म एकदम के गर्नु पानीले गर्दा चाहिँ मैले राम्रोसँगले भिडियो लिएर आउनु सकिनँ है ठुल्ठुलो म नभए तपाईँहरूलाई एकदम मेरो गाउँको एकदम भिडियो देखाउने थिएँ र त्यो चाहिँ मैले सकिनँ किनभने पानी पुरा पर्दैछ नि त हेर्नुहोस् हाम्रो सबै यहाँ पर अलिक परतिर एउटा घर छ यहीँ घरै घर छ है त्यो चाहिँ हाम्रो सबै तिवारी परिवारहरूको यहाँ छेउमै छ हेर्नुहोस् यहाँ एक जग्गा लस्करै छ यहाँ चाहिँ साइलाको माइलाको जेठाको कान्छाको पर काइलाको सबै दाजुभाइको हाम्रो सबै दाजुभाइ वरिपरि छ नै यसरी नेम्नै है तर पुरा पानी पर्दैछ र तपाईँहरूलाई मैले एकदम क्लियर भिडियो ल्याउँछु नि हाम्रो यो यस्तो खालको छ है हाम्रो गाउँ बस्तीको नजारा चाहिँ दृश्य चाहिँ यो मकै छरेको हाम्रो यो बारीमा चाहिँ अन्त मासतिर चाहिँ आलु खनेर भर्खर रोपेको छ हेर्नुहोस् यस्तो छ है हाम्रो गाउँठाउँको चाहिँ नजारा चाहिँ है पानी पर्दैछ त्यसै कारणले मैले राम्रोसँगले अब यसो घुमेर चाहिँ भिडियो गर्नु सकेको छुइनँ है र मौसम राम्रो भयो भने म तपाईँहरूलाई एकदम अवश्य हाम्रो गाउँ बस्तीको है म घुमेर एकदम भिडियो गरेर ल्याएर तपाईँहरूलाई एकदम देखाउने छु है यस्तै छ है हजुर हेर्नुहोस् हाम्रो गाउँ बस्तीको नजारा चाहिँ हाम्रो सबै यहाँ वरिपरि घरहरू छ ड्याममै छ छेउछेउमै अन्त हरियाली छ एकदम हरियो परियो पनि देख्नु पाइन्छ यस्तो खालको छ माथि केरा पनि पसिरहेको छ त्यहाँ हाम्रो गाईवाली हो पुरानो घरको ब्याकपट्टि चाहिँ त्यसको माथितिरको हाम्रो दाजुको घरको गाईवाली हो हेर्नुहोस् सबैजना उतापट्टि हाम्रो भाइको घर हो यस्तै छ है हाम्रो गाउँठाउँको गाउँ बस्तीको नजारा हेर्नुहोस् है आज मौसम क्लियर छैन नभए तपाईँहरूलाई म एकदम क्लियर गरेर देखाउनेवाला थिएँ तर सकिनँ है थ्याङ्क यू फर वाचिङ बाई बाई सबैजनालाई